हेलो साथीहरू, आजको दिन हजुरहरूको कसरी बित्यो होला? किनभने आज आमाको मुख हेर्ने दिन। अनि मेरो चाहिँ आजको दिन कसरी बित्यो भन्दाखेरि म ड्युटी गएँ। त्यसपछि ड्युटीबाट फर्किँदाखेरि चाहिँ सुँगुरको मासु लानु पर्यो भनेर मासु पसलमा पसेँ। त्यसपछि दाइलाई सोधेको मासु कसरी हो दाइ भनेको 650 रे। त्यसपछि मलाई 1000को लगाइदिनु न त भनेर मैले चाहिँ मासु लिएर आएर यतिकै बनाएँ। त्यसपछि बहिनी चाहिँ मसला पिन्दैछ अनि मासु चाहिँ ल्याएँ मैले। खसीको मासु पनि छ यतातिर। खसीको मासु र सुँगुरको मासु बनाउने भनेर चाहिँ हामीले बनाउँदैछौँ कि। अनि सुँगुरको मासु चाहिँ यतिको भयो है साथीहरू। हजुरहरूलाई कतिको मनपर्छ होला? हामीलाई चाहिँ मनपर्छ है सुँगुरको मासु चाहिँ, फेरि फेभरेट हो नि त। खसीको मासु चाहिँ कुकरमा पाक्दैछ त्यही त मलाई फेरि भोक लाग्यो। अनि त्यसपछि भोक लागेपछि मैले चाहिँ थोरै खाऊँ न त भनेर अलिकति चिउरा र मासु खाएँ होइन। अनि त्यसपछि कुखुराको मासु पनि बनाएँ। यतिको भयो कुखुराको मासु पनि। अब अचार बनाउन थालेँ मैले। फेरि अचारहरूमा चाहिँ यसरी लाउँछु कि म चाहिँ गेडागुडीहरू यसरी गरेर। अनि अचार पनि अब भइसक्यो। त्यसपछि हामी चाहिँ केक लिन, बहिनी र म चाहिँ बाहिरतिर केक लिन जाउँ न भनेर गयौँ। त्यसपछि कति गएको थियौँ बहिनी र म गयौँ हामी। अनि त्यसपछि केक पसलमा पुग्न लागेको थियौँ। केक पसल त भिड पो रहेछ हेर्नु न, मान्छेहरू केक लिनलाई हेर्नु त कति धेरै छ। बहिनी बसिरहेछ, म यता छु केक। त्यसपछि हाम्रो केक पनि रेडी भएर हामी हिँडिसक्यौँ, रुमतिर गयौँ। त्यसपछि हामी घरमा पनि आइपुग्यौँ। मम्मी र आमालाई पनि राख्यौँ। अनि केक चाहिँ काट्नलाई अब रेडी हुन लागेको छ हामीले। ल अब काट्यो केक पनि, मम्मी र आमाले काट्नुभयो। अनि तिनीहरू चाहिँ यसो गरेर एकैचोटि हुन्छ भनेर हेर्नु नि, यहाँ रेलगाडी चुक भएको छ। यिनीहरू कलमा चाहिँ हुनुहुन्छ साइली छामा, टाइली छामा, कान्छी छामा हुनुहुन्छ। अनि मेरो मम्मी चाहिँ जेठी हो नि त। अनि काइली छामा र मेरो मम्मी हुनुहुन्छ साथमा चाहिँ। अनि कान्छी छामा बाहिर हुनुहुन्छ। टाइली छामा र साइली छामा त एउटा गाउँमा हुनुहुन्थ्यो नि त। अनि उहाँहरू चाहिँ मात्रै। अनि फेरि हाम्रो पालो आएर छोराछोरीहरूले हामीलाई पनि केक काटिदिने रे। छोरीले गिफ्ट दिँदैछ हामीलाई चाहिँ। फेरि गिफ्टमा चाहिँ हामी सबैजनालाई गिफ्ट दिँदैछ छोरीले चाहिँ। अनि हामी चाहिँ बसिरहेको छौँ लहर सबजना दसैँ लागे जस्तो। अनि त्यसपछि हाम्रो चाहिँ सक्यो। मम्मीहरूले दिनुभएको पैसा तिनीहरूले चाहिँ पैसा भनेर देखाउँदैछ कि बहिनीहरूले चाहिँ। अनि अब खाना सुरु गरौँ है त भनेर, अब खानेकुराहरू खानुपर्छ भनेर सुरु गर्नलाई चाहिँ उनीहरू चाहिँ रेडी हुँदैछ। दुईजना नाच्दैछ, दाजु त हुनुहुन्छ। अनि यतातिर आमा फोनमा बोल्दै हुनुहुन्छ। छ्यामा चाहिँ अघि दिएको गिफ्ट हेर्दै हुनुहुन्छ कि। अनि खाना पनि दिए मम्मी, छ्यामा, काकालाई। छोरा उता बसिरहेको छ। अनि त्यसपछि उनीहरूलाई पनि खाना खाऊ भनेर उनीहरूले खाना दियो। अनि भाँडा माझ्नु गयो उनीहरू दुईजना। म चाहिँ अनि उनीहरूको भिडियो बनाउँदै थिएँ। आजको भिडियो चाहिँ हाम्रो यति नै हो। हाम्रो भिडियो कस्तो लाग्यो होला भनिदिनु होला है त। ओके, बाई बाई।